अब अहिले सबैभन्दा बढी कन्फ्युजिङ एउटा के पनि छ भने औषधि पद्धति उपचार पद्धतिलाई लिएर चाहिँ एलोप्याथिक कि आयुर्वेदिक भन्नेतिर अलिकति बढी कन्फ्युजिङ भएको मैले पाउँछु कि त्यो अर्थमा अब मलद्वारमा भएका समस्या पाइल्स फिसर फिस्टुलाहरूमा चाहिँ अझ अधिकतम पेसेन्टहरूको फ्लो भनेको आयुर्वेदिकतिर हुने गर्दछ त्यस क्रममा चाहिँ पेसेन्टहरूलाई चाहिँ यहाँले के क्लियर गरिदिनुहोस् भने यसको उपचार पद्धति चाहिँ कुन बढी विश्वस्त हुन्छ अथवा विश्वसनीय कुन वे बढी छ भनेर यहाँले बताइदिनुहोस् अब यस्तो छ हजुरको प्याथी सबै प्याथी राम्रो छ है म सबैलाई रेस्पेक्ट गर्छु किन भन्दा कतिपय अवस्थामा मैले बिरामीहरू हेरिरहँदा एक्सेसिभ ब्लिडिङहरू भएर आएको कन्डिसनमा हैन अथवा कहिलेकाहीँ एकदमै ठुलो इन्फेक्सन गराएर आउनुहुन्छ तिनीहरू कन्डिसनमा अथवा कुनै ट्रमेन्ट कन्डिसनमा म आफै पनि एलोप्याथी लेखिराखेको हुन्छु है रिकमेन्ड गरेको हुन्छु तर एउटा कुरा के भन्दा अघि नै मैले जोडिसकेँ जबसम्म डाइजेस्ट सिस्टम राम्रो हुँदैन मुखदेखि मलद्वारसम्म राम्रो हुँदैन त्यो कन्डिसनमा मलद्वार मात्र राम्रो बनाउन सकिँदैन सामान्यतया औषधिहरूको प्रयोग हामीले केका लागि गर्ने हो भन्दा मलद्वारको पाइल्स फिसर फिस्टुलालाई भन्दा पनि हामीले प्रयोग गर्ने डाइजेस्ट सिस्टमलाई राम्रो बनाउनलाई हो हैन भनेपछि त डाइजेस्ट सिस्टम राम्रो बनाउनलाई त आयुर्वेद नै प्रभावकारी छ र अर्को कुरा के भन्दा नसर्ने रोगको लागि चाहिँ आयुर्वेदिक वरदान भन्छु म चाहिँ हैन सरुवा रोगलाई हामीले पनि किन भन्दाखेरि अब त्यो ब्याक्टेरिया मार्नको लागि त्यो किसिमको एकदमै क्यापेबल छैनौँ त्यो किसिमको मेडिसिनहरू छैन तर लङ टर्ममा चाहिँ ठिक बनाउन सकिन्छ तर के भन्दा सर्ट टर्ममा त उसलाई तत्काल रिजल्ट दिनको लागि चाहिँ एलोप्याथ बेस्ट छ हैन नत्र भने चाहिँ यो मलद्वार सम्बन्धी समस्या एन्डोक्रिनल केसहरूमा चाहिँ आयुर्वेद एकदम वरदानै साबित भएको छ हैन अब त्यो कारणले गर्दा मैले भनेको के भन्दा पाइल्सको फिसरको फिस्टुलाको लागि भन्दा पनि डाइजेस्ट सिस्टम जस्तै पेटमा ग्यास्ट्राइटिसहरू लगायतका विभिन्न समस्याहरू छन् यिनीहरूको लागि भनेको चाहिँ आयुर्वेद बेस्ट छ हैन किनभने त्यही भएर पेट राम्रो बनाउने भएको कारणले गर्दा फेरि मलद्वार सम्बन्धी समस्याको लागि पनि आयुर्वेद एकदमै प्रभावकारी छ